बोलेर मात्रै हुँदैन भन्ने जुन छ नि एकदमै ट्रु कुरा हो। तर सुरुवात चाहिँ बोलेरै हुन्छ है। सुरुवात फ्रस्ट्रेसन पोखेरै हुन्छ है। सुरुवात अब्जर्भ गरेरै हुन्छ। जस्तै सार्वजनिक रूपमा तपाईँलाई चाहिँ के कुरा चित्त बुझेन त्यो कुरा बोलिसके पछाडि न अरूहरूको पनि मत आउँछ, अरूहरूको पनि कमेन्ट आउँछ, हो हो तिमीले सोचेको ठिक हो भनेर। त्यसकारण पहिला अब्जर्भ गर्न थालौँ, वरपरको वातावरण अब्जर्भ गर्न थालौँ। जस्तै तपाईँ इनड्राइभ पठाउ युज गर्नुहुन्छ भनेदेखि त्यहाँ तपाईँले भोग्नु भएको समस्या के हो त? अब पठाउ ड्राइभरले रुड बोल्छ भन्ने समस्या होइन के, त्यहाँ तपाईँले भोग्नु भएको चाहिँ सर्भिससँग रिलेटेड समस्या के हो त? अहिले डिजिटल पेमेन्ट गरिरहनु भएको छ, इन्टर ब्याङ्क ट्रान्जेक्सनमा चाहिँ तपाईँलाई कस्ट लागिरहेको छ होइन। जति 10 रुपियाँ पठाए पनि त्यही कस्ट लाग्छ, 1 लाख पठाए पनि त्यही कस्ट लाग्छ, 10 लाख पठाए पनि त्यही कस्ट लाग्छ। त्यो के हो त? त्यो कसैलाई महँगो लाग्छ, कसैलाई महँगो छैन भन्ने लाग्छ। तर आफ्नो चाहिँ कमेन्ट राख्ने हो, आफ्नो भ्यू राख्ने हो कि सुरुवात चाहिँ भ्यू राखेर नै हुन्छ। तर त्यो भ्यू राख्ने सुरुवात पनि पहिला अब्जर्भ गरे पछाडि मात्र हुन्छ।